शासन कायम गरिनेछ। स्वास्थ्य चौकीहरूको स्तर उन्नति, निःशुल्क औषधि वितरण, मातृ शिशु स्वास्थ्य कार्यक्रम र पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। गरिब, दलित, ज्येष्ठ नागरिक र अपाङ्ग भएका व्यक्तिहरूका लागि लक्षित सामाजिक सुरक्षा र उत्थान कार्यक्रम सञ्चालन गरिनेछ। बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। 3. आर्थिक विकास तर्फ आर्थिक विकासतर्फ जम्मा बजेट रकम रु 5,84,68,232 रुपैयाँ विनियोजन गरेको छु। बजेट वक्तव्यका मुख्य अंशहरू स्थानीय स्तरमै कृषि र पशुपालनको व्यवसायीकरण गरिनेछ। परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउन उन्नत बिउ बिजनमा अनुदान प्रदान गरिनेछ। सिप विकास र उद्यमशीलता तालिमका माध्यमबाट गरिने गरिबी निवारण र रोजगारी सिर्जना गरिनेछ। 4. वातावरण तथा विपद व्यवस्थापनतर्फ वातावरण र विपद व्यवस्थापनतर्फ जम्मा बजेट रकम रु 3,89,78,821 रुपैयाँ विनियोजन गरेको छु। बजेट वक्तव्यका मुख्य अंशहरू जलवायु परिवर्तनका न्यूनीकरण, परिवर्तनका असर न्यूनीकरण, वृक्षारोपण र वन पैदावारको दिगो उपयोग गर्नका लागि स्थानीय विपद तथा जलवायु उत्थानशील योजना अद्यावधि कार्यान्वयन गरिनेछ। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुने विपद जोखिम न्यूनीकरणका लागि विपद पूर्व तयारी गरिनेछ। साथै विपद र आकस्मिक कोष स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको छु। विपद व्यवस्थापन सम्बन्धी सामग्री खरिद, दक्ष जनशक्तिको लागि आवश्यक तालिम सञ्चालनको लागि बजेटको व्यवस्था गरेको छु। 5. संस्थागत विकास तथा सेवा प्रवाहतर्फ संस्थागत विकास तथा सेवा प्रवाहतर्फ जम्मा बजेट रकम रु 1,89,410 रुपैयाँ विनियोजन गरेको छु। बजेट वक्तव्यका मुख्य अंशहरू स्थानीय सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउन विद्युतीय सुशासनको प्रवर्धन सहित सञ्चालन गरिनेछ। कर्मचारीको क्षमता अभिवृद्धि कार्यालय व्यवस्थापन र सुशासन प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। योजना अनुगमन तथा मूल्याङ्कन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ र भ्रष्टाचार नियन्त्रणका उपायहरू अवलम्बन गरिनेछ। सभा अध्यक्ष महोदय तथा गाउँ सभाका सदस्यज्यूहरू, आगामी आर्थिक वर्षको लागि आयतर्फ खर्च बेहोर्ने स्रोतहरू यस प्रकार रहेका छन्। क. सङ्घीय सरकारको राजस्व बाँडफाँडबाट प्राप्त जम्मा अनुदान रकम रु 7,85,84,000 रुपैयाँ तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व रु 11,05,218 रुपैयाँ रहेको छ। ख. सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रकम रु 7,39,00,000 र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणबाट प्राप्त जम्मा अनुदान रकम रु 85,42,000 रुपैयाँ रहेको छ। ग. सङ्घीय सरकारबाट प्राप्त हुने सशस्त्र चालु अनुदान रु 11,01,00,000 रुपैयाँ रहेको छ। घ. सङ्घीय सरकारबाट प्राप्त हुने विशेष अनुदान रकम रु 92 लाख र समपूरक अनुदान पुँजीगततर्फ रकम रु 92 लाख प्राप्त भएको छ भने प्रदेश सरकारबाट सशस्त्र अनुदान तर्फ रकम रु 5,05,00,000, प्रदेश सरकारबाट विशेष अनुदान रकम रु
83 लाख र प्रदेश सरकारबाट समपूरक अनुदान रकम रु 1,78,50,000 व्यय अनुमान गरेको छु। अदानचोली गाउँपालिकाको भौगोलिक जटिलता तथा यातायात प्रविधि, जनशक्तिको अभाव, सूचना प्रविधि र सञ्चार जस्ता विकासका पूर्वाधार थुप्रै समस्याका बावजुद अपेक्षित लक्ष्य हासिल गर्न केही समय लाग्न सक्छ, तर लक्ष्य पुरा नै नहुने भन्ने होइन। थप समन्वय सहकार्यका साथ हाम्रो विकास प्रयासहरूलाई अझ मजबुत बनाउँदै लगिने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु। अनुसूची 1 अब 2083-84 अदानचोली गाउँपालिकाको जम्मा आय विवरण यस प्रकार रहेको छ। कर्म संख्या 1 तह प्रकार सङ्घीय सरकार समानीकरण अनुदान 7 करोड 39 लाख रुपैयाँ रहेको छ। सशस्त्र अनुदान चालु रु 11 करोड 1 लाख रुपैयाँ रहेको छ। विशेष अनुदान तर्फ 92 लाख रहेको छ। समपूरक अनुदान 2 करोड 2 लाख रुपैयाँ रहेको छ। राजस्व बाँडफाँड 7 करोड 85 लाख 84 हजार रुपैयाँ रहेको छ। आन्तरिक स्रोत आय 0 छ, अन्य स्रोत 0 छ। सशस्त्र अनुदान पुँजीगत 92 लाख रुपैयाँ रहेको छ। सङ्घीय सरकारबाट जम्मा बजेट 30 करोड 11 लाख 84 हजार रुपैयाँ रहेको छ। प्रदेश सरकार समानीकरण अनुदान 85 लाख 42 हजार रुपैयाँ रहेको छ। सशस्त्र अनुदान चालु रु 5 करोड 5 लाख रुपैयाँ रहेको छ। विशेष अनुदान 83 लाख रुपैयाँ रहेको छ। समपूरक अनुदान 1 करोड 78 लाख 50 हजार रुपैयाँ रहेको छ। राजस्व बाँडफाँड 11 लाख 5,218 रुपैयाँ 80 पैसा रहेको छ। आन्तरिक स्रोत आय 0 छ, अन्य स्रोत 0 छ। सशस्त्र अनुदान पुँजीगत 2 करोड 20 लाख रुपैयाँ रहेको छ। जम्मा प्रदेश सरकारबाट प्राप्त 8 करोड 78 लाख 4,218 रुपैयाँ रहेको छ। गापा अदानचोली गापाबाट अनुमानित राजस्व आन्तरिक स्रोतबाट आय रु 10 लाख, अन्य स्रोत छैन। सशस्त्र अनुदान पुँजीगत छैन। सङ्घीय यो आन्तरिक स्रोत भनेको आन्तरिक राजस्वको लक्ष्य 10 लाख रुपैयाँ रहेको छ। जम्मा 7 करोड 81 लाख 82 हजार रुपैयाँ रहेको छ। कुल जम्मा 38 करोड 97 लाख 88 हजार 218 रुपैयाँ मात्र रहेको छ। अनुसूची 2 बमोजिम अब आर्थिक वर्ष 2083-84 यस गाउँपालिकाले विनियोजित गरिएको बजेट विवरण यस प्रकार रहेको छ। आर्थिक वर्ष 2083-84 को आय 38 करोड 97 लाख 88 हजार 218 रुपैयाँ 80 पैसा रहेको छ। राजस्वबाट 8 करोड 6 लाख 89 हजार 218 रुपैयाँ 80 पैसा रहेको छ। अब आन्तरिक राजस्व 10 लाख, सङ्घीय राजस्व बाँडफाँडबाट प्राप्त 7 करोड 85 लाख 84 हजार रुपैयाँ। प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड 11 लाख 5,218 रुपैयाँ 80 पैसा। अन्तर सरकारी वित्तीय हस्तान्तरण 20 करोड 90 लाख 79 हजार रहेको छ। सङ्घीय वित्तीय समानीकरण अनुदान 7 करोड 39 लाख रुपैयाँ। सङ्घीय सशस्त्र अनुदान चालु
11 करोड 1 लाख रुपैयाँ, सङ्घीय सशस्त्र अनुदान पुँजीगत 92 लाख रुपैयाँ रहेको छ, सङ्घीय विशेष अनुदान पुँजीगत 92 लाख रुपैयाँ रहेको छ, सङ्घीय समपूरक अनुदान पुँजीगत 2 करोड 2 लाख रहेको छ, प्रत्येक समानीकरण अनुदान 85 लाख 42,000 रुपैयाँ रहेको छ, प्रत्येक सशस्त्र अनुदान चालु 13 लाख 7,000 रहेको छ, प्रदेश सशस्त्र अनुदान पुँजीगत 5 करोड 5 लाख रुपैयाँ रहेको छ, प्रदेश सरकार विशेष अनुदान पुँजीगत 83 लाख रुपैयाँ रहेको छ, प्रदेश समपूरक अनुदान पुँजीगत 1 करोड 78 लाख 50,000 रुपैयाँ रहेको छ। व्यय चालु व्ययमा 38 करोड 86 लाख 18,218 रुपैयाँ 80 पैसा रहेको छ। चालु खर्च 19 करोड 20 लाख 96,218 रुपैयाँ 80 पैसा रहेको छ। पुँजीगत खर्च 19 करोड 76 लाख 92,000 रुपैयाँ रहेको छ। श्रीमान सभा अध्यक्ष महोदय, उपस्थित महानुभाव, मार्गचित्र कोरेको छ। सीमित स्रोत र साधनका बीच पनि हामीले आम नागरिकका असीमित परिमाणका आवश्यकता र अपेक्षाहरूलाई वैज्ञानिक ढङ्गले सम्बोधन गर्ने इमानदार प्रयास गरेका छौँ। यो बजेट कार्यान्वयन भए पश्चात हाम्रो गाउँपालिकाको आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको क्षेत्रमा दूरगामी सकारात्मक परिवर्तन आउने विश्वास मैले लिएको छु। विकास एक निरन्तर प्रक्रिया हो। यसको सफल कार्यान्वयन केवल सरकारी निकायको प्रयासले मात्र सम्भव छैन, तसर्थ यस गरिमामय सभाबाट पारित हुने नीति, कार्यक्रम र बजेटको सफल कार्यान्वयनमा सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, गैर सरकारी सङ्घ संस्था, निजी क्षेत्र, सञ्चारकर्मी र आम अदानचोलीवासी दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रियता साथ सहयोग र रचनात्मक सहभागिता रहनेछ भन्ने पूर्ण अपेक्षा राखेको छु। अन्तमा यो बजेट वक्तव्य तयार पार्ने क्रममा अमूल्य सुझाव र मार्गदर्शन दिनुहुने आदरणीय गाउँपालिका अध्यक्षज्यू, वडा अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू र गाउँसभाका सम्पूर्ण आदरणीय सदस्यज्यूहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साथै गाउँपालिकाको बजेट तर्जुमा प्रक्रियामा अवरत र खटिएर महत्त्वपूर्ण योगदान पुर्याउनु हुने प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारी साथीहरू, विषयगत शाखाका प्रमुखहरू र सरोकारवाला निकायहरूलाई विशेष धन्यवाद दिन